2082 साल वैशाख 22 गते सम्पूर्ण भाइ बहिनीहरूको पहिलो दिनको कक्षा कार्य सञ्चालन भइरहेको छ। पहिलो दिनको के अरे कक्षा सञ्चालन कार्यपूर्व हामीले परिचयात्मक कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ। परिचयात्मक कार्यक्रम सञ्चालन गरिसके पछाडि हामीले एक अर्कामा चिन्ने वातावरण तयार गरिसकेका छौँ। यसर्थ कक्षा 8 मा हामीले विगतका वर्षहरूमा 6-7 8 कक्षामा विज्ञान तथा प्रविधि विषय पढ्दै आइरहेको अवस्थामा कक्षा 8 मा पनि विभिन्न विषयवस्तुसँग सम्बन्धित रहेर हामीले अध्ययन गर्ने गर्दछौँ। सोही सन्दर्भमा आज म कक्षा 8 को विज्ञान तथा प्रविधि विषयको विषयमा आधारित रहेर केही कुराहरू भाइ बहिनीहरूलाई जानकारी गराउन गइरहेको छु। आजको कक्षामा कक्षा 8 मा स्मार्ट बोर्डबाट केही कुराहरू जानकारी गराउन गइरहेको छु। त्यसको लागि सम्पूर्ण भाइ बहिनीहरूलाई स्मार्ट बोर्डतर्फ मैले हेर्नको लागि अनुरोध गर्दै मैले आफ्नो विषयवस्तुलाई अगाडि बढाउन गइरहेको छु। यस सन्दर्भमा मैले कक्षा 8 को साइन्सलाई चाहिँ मैले यहाँ किताब देखाउन गइरहेको छु। भाइ बहिनीहरूको हातमा सबैसँग किताब टेबलमा देखिरहेको छु। मैले भाइ बहिनीहरूको किताबमा जे जस्तो कुराहरू छ ती कुराहरू सबै यहाँ देखिन्छ। ती कुराहरूलाई मैले यहाँबाट देखाउन गइरहेको छु। हामी प्रविधिको जमानामा प्रविधिको समयमा प्रविधिलाई पनि प्रयोग गर्न सक्नुपर्ने हुन्छ। त्यसर्थ म कक्षा 8 मा विज्ञान तथा प्रविधि विषयलाई अध्ययन गराउन गइरहेको अवस्थामा मैले त्यसरी ती कुराहरूलाई प्रस्तुत गर्न चाहन्छु। सोही सन्दर्भमा मैले विषयवस्तुतर्फ प्रवेश गराउँछु। कक्षा 8 को विज्ञान तथा प्रविधि विषयमा जम्मा जम्मी हामीसँग 11वटा पाठहरू रहेका छन्। ती 11वटा पाठहरूमा पहिलो पाठ रहेको छ वैज्ञानिक सिकाइ। हामीले साइन्टिफिक लर्निङसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुलाई एकाइ अन्तर्गत रहेर अध्ययन गर्ने गर्दछौँ। एकाइ 2 मा सूचना तथा सञ्चार प्रविधि भन्ने पाठ रहेको छ। हामी सूचना तथा सञ्चार प्रविधि विषयसँग सम्बन्धित रहेर हामी ज्ञान त्यस पाठमा अध्ययन गर्ने गर्दछौँ। त्यसैगरी एकाइ 3 मा जीव र तिनीहरूको बनोट भन्ने पाठ रहेको छ। तिनीहरूलाई पनि हामी एकाइ 3 मा रहेर अध्ययन गर्ने गर्दछौँ। त्यसैगरी एकाइ 4 मा जैविक विविधता र वातावरण भन्ने पाठ शीर्षक रहेको छ। हामी त्यस शीर्षकसँग सम्बन्धित रहेर पनि विभिन्न विषयवस्तुका जानकारी लिने गर्दछौँ। एकाइ 5 मा हामी जीवन प्रक्रिया लाइफ प्रोसेसको बारेमा जानकारी लिने गर्छौँ। त्यसैगरी एकाइ 6 मा बल र चाल भन्ने पाठ रहेको छ। हामी त्यस पाठसँग सम्बन्धित रहेर पनि विषयवस्तु जान्ने कोसिस गर्नेछौँ। एकाइ 7 मा दैनिक जीवनमा शक्ति भन्ने पाठ रहेको छ। हामी त्यो कुरालाई पनि एकाइ 7 मा रहेर अध्ययन गर्ने गर्दछौँ। एकाइ 8 मा विद्युत र चुम्बकत्व भन्ने पाठ रहेको छ। ती विद्युत र चुम्बकत्वको कुराहरूलाई पनि हामी त्यस पाठमा रहेर अध्ययन गर्नेछौँ। युनिट एकाइ 9 मा पदार्थ भन्ने पाठ रहेको छ। हामी पदार्थलाई पनि एकाइ 9 मा रहेर अध्ययन गर्नेछौँ। त्यसैगरी एकाइ 10 मा दैनिक उपयोगका पदार्थहरू भन्ने रहेको छ। सोही सन्दर्भमा रहेर पनि हामी केही कुराहरू जानकारी लिने गर्दछौँ। त्यसैगरी अन्तिम पाठ रहेको छ एकाइ 11 मा पृथ्वी र अन्तरिक्ष भन्ने पाठ रहेको छ। हामी यी विषयवस्तुसँग सम्बन्धित रहेर पनि अध्ययन गर्ने काम हामी गर्नेछौँ। भाइ बहिनीहरूलाई कक्षा 8 को पहिलो दिनको पहिलो कक्षाको कार्यमा स्वागत गर्दै म आफ्नो कक्षा शिक्षणलाई अगाडि बढाउन चाहन्छु। त्यसर्थ हामी पहिलो दिनको पहिलो पाठमा हामी पहिलो पाठलाई अध्ययन गर्नु पूर्व हामी केही कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। त्यसर्थ त्यो सोही कुरासँग सम्बन्धित रहेर हामी केही कुराहरू जानकारी लिने काम गर्ने गर्दछौँ। पहिलो पाठ रहेको छ वैज्ञानिक सिकाइ। हामी एकाइमा प्रवेश गर्नु पूर्व हामीले धेरै कुराहरू बुझ्नुपर्ने हुन्छ। पहिलो कुरा त हामीले विज्ञान के हो भन्ने कुरालाई बुझ्न जरुरी छ। तिमीलाई कसैले विज्ञान के हो त भन्ने कुराहरूको बारेमा प्रश्न भएको खण्डमा विज्ञान भनेको सत्य र तथ्य कुराहरूको अध्ययन गर्ने जानकारी गराउने प्रक्रिया हो भनेर हामीले जान्नुपर्छ। हामीले विज्ञान विषय अध्ययन गरेर विज्ञान के हो त भन्दा साइन्सलाई कसरी बुझ्ने त भन्दा नयाँ कुराहरू तथ्यका कुराहरू
वास्तविक कुराहरू सबैका सामु एउटा जानकारी गराउने उद्देश्यले हैन हामीले एउटा अध्ययन गर्ने विषयवस्तु हो भनेर हामी बुझ्न सक्छौँ। त्यति बुझिसके पछाडि हामीले विज्ञान विषयको पनि विभिन्न क्षेत्रहरू हुन्छन्, जस्तै गरी फिजिक्स, बायोलोजी, केमिस्ट्री, एस्ट्रोनोमी, जियोलोजी लगायतका विभिन्न क्षेत्रहरू हुन्छन्। ती क्षेत्रहरूलाई कक्षा 8 मा चाहिँ जम्मा 11वटा विषयहरूमा नछुट्याइकन क्रमिक रूपमा त्यसलाई मिसाएर जानकारी गराउने काम गरिएको छ। हामी सोही सन्दर्भमा रहेर वैज्ञानिक सिकाइ अध्ययन गरिरहँदाखेरि त्यो कुरामा हामी पहिला बुझ्न चाहन्छौँ। त्यसर्थ भाइहरूले कक्षा 7 मा 6 कक्षामा पनि वैज्ञानिक सिकाइको कुराहरूको बारेमा बुझेर आउनु भएको छ। के होला त वैज्ञानिक सिकाइ? भाइहरूले के जानकारी छ वैज्ञानिक सिकाइको बारेमा भन्न सक्नुहुन्छ? भन्नुहोस् त तपाईँहरूले के बुझ्नु भएको छ? नयाँ कक्षामा नयाँ साथी देखेर हो कि डराउनु भयो? कोही पनि बोल्नु भएको छैन है? हामीले प्रश्न गरिसकेपछि भाइहरूले दुईवटा कुरालाई चाहिँ बुझ्न सक्नुपर्छ। एउटा चाहिँ हात उठाएर सर यस्तो हो नि त भन्न सक्नुपर्छ होइन। अर्को कुरा भनेको कुरामा कक्षाहरू परीक्षा होइन बिग्रिन पनि रहनु पर्दैन। कक्षा शिक्षाका क्रममा जाने कुराहरू अभिव्यक्त गर्ने, नजानेको कुराहरू सिक्ने एउटा क्रम पनि रहन्छ। त्यसैले गर्दा यो कुरालाई हामीले अलिकति चाहिँ बुझ्न सक्नुपर्ने हुन्छ। भिडियोलाई अलिकति भाइबेलपट्टि पनि मैले प्रवेश गर्नको लागि जानकारी गराएँ। त्यसैले गर्दा भाइबेलहरूलाई मैले आजको कक्षा शिक्षणमा जानकारी गराउनु पुरो भयो। सबैजना भाइबेलहरूले किताब पढिसक्नु भएको छ। 23 नम्बर 1 मा त्यहाँ दिएको छ। पहिलो टपिकमा हामीलाई वैज्ञानिक सिकाइ भनेर दिएको छ। सामान्यतया वैज्ञानिक सिकाइ भन्नाले आफ्नो अनुभवको आधारमा विभिन्न जिज्ञासाबाट उत्पन्न प्रश्नहरूको जवाब खोज्ने एउटा खोज्न लगाउने जिज्ञासालाई चाहिँ उत्तरहरू खोजेर निर्धारण गर्न सक्ने बनाउन सक्ने खालको एउटा व्यक्तिको क्षमता हुन्छ भने त्यो क्षमतालाई चाहिँ हामी वैज्ञानिक सिकाइ भन्न सक्छौँ। त्यसर्थ वैज्ञानिक सिकाइ भनेको आफ्नो एउटा अनुभवहरूको आधारमा आफ्नो मनभित्र उब्जिएका प्रश्नहरू जिज्ञासालाई जवाब खोज्न सक्ने बनाउने एउटा प्रक्रियागत कार्य हुन्छ। त्यो कार्यलाई नै हामीले वैज्ञानिक सिकाइ भनेर हामीले चिन्न सक्छौँ। वैज्ञानिकले किन भनेको त? वैज्ञानिकले के गर्छन् त? नयाँ कुरा पत्ता लगाउँछन् भनेर भाइहरूले जान्नुहुन्थ्यो होला, बुझ्नुहुन्थ्यो होला। हो, त्यही सन्दर्भमा वैज्ञानिक सिकाइ किन भनेको त? आफ्नो मनका अनुभूतिहरूका जिज्ञासालाई एउटा क्रमिकताको आधारमा एक पक्ष अर्को गर्दै हो प्रश्न जिज्ञासाको उत्तर खोज्ने कार्य चाहिँ वैज्ञानिक सिकाइ भएको हुँदा वैज्ञानिक सिकाइ महत्त्वपूर्ण हुन्छ भन्ने कुरा प्रश्न हुन्छ है। हामीले बुझ्नु भएका पक्कै पनि वैज्ञानिक सिकाइ भनेको आफ्नो अनुभवहरूको आधारमा आफ्नो मनभित्र उब्जिएका प्रश्न जिज्ञासाहरूलाई खोज्न सक्ने बनाउने एउटा कार्य चाहिँ के रहेछ? वैज्ञानिक सिकाइ रहेछ। वैज्ञानिक सिकाइ चाहिँ यो निरन्तर सिकाइ गर्ने एउटा कार्यको एउटा अंश पनि हो भनेर हामी भन्न सक्छौँ। किनभने यसले नयाँ नयाँ कुरालाई चाहिँ जोड दिने काम गर्छ। हामीले यो कुरा पनि बुझ्न पर्ने हुन्छ। यसर्थ आजको विषयवस्तुमा यो वैज्ञानिक सिकाइभित्र कुराहरू चाहिँ केही कुरालाई जोडेको देखिन्छ त भन्दा यो इकाइमा वैज्ञानिक सिकाइ के हो, वैज्ञानिक सिकाइका प्रक्रियागत सिपहरू के हुन्छन्, अवलोकन के हो, परीक्षण के हो भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्ने हुन्छ। अनुसन्धान के हो भन्ने कुरालाई हामीले बुझ्न जरुरी छ। ती कुरालाई पनि हामी पाठमा अध्ययन गर्छौँ। त्यसर्थ हामी अर्को विषयवस्तुमा हामी प्रवेश गर्न सक्छौँ। अब यो वैज्ञानिक सिकाइभित्रमा हामीले दोस्रो टपिक रहेको छ विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा अपनाउनु पर्ने सावधानी भनेको छ। भाइहरूले बुझ्नु भएको छ होला नि
प्रयोगात्मक कार्य हामीले कहाँ गरेर गर्न सकिन्छ? प्रयोगात्मक कार्य चाहिँ हामीले एक्सपेरिमेन्टल वर्क चाहिँ कहाँ गरेर गर्न सक्छौँ? भन्नुहोस् त तपाईँहरूले। एउटा प्रयोगशाला मात्र गरिने कुरालाई प्रयोगात्मक कार्य भनिन्छ होला कि प्रयोगशाला बाहिर पनि त्यो कुरालाई चाहिँ हामीले गर्न सकिन्छ होला? बाहिर पनि गर्न सकिन्छ, किनभने अध्ययन भन्ने कुरा त कक्षा कोठा मात्र सीमित हुँदैन नि त। अध्ययन भन्ने कुरा त भित्र बाहिर जहाँसुकै रहेर पनि गर्न सकिने हुन्छ। जस्तो मैले भाइनहरू अध्ययनतिर जानेको तर चाहिँ सर आइजक न्युटन, भाइनहरूले त सर आइजक न्युटनको बारेमा पनि जानकारी लिनुभएको छ। उहाँले एउटा सिद्धान्त न्युटनको एउटा पत्ता लगाउनु भएको छ, थाहा छँदैछ होइन? जस्तो गुरुत्वाकर्षणको एउटा चाहिँ नियमको बारेमा पनि उहाँले अध्ययन गर्नुभयो होइन? एउटा पाकेका फलफुलहरू किन भुइँतिर खस्छन् त भन्ने बारेमा उहाँले अध्ययन गर्नुभयो। आर्किमिडिस सुन्नुभएको छ, आर्किमिडिसले सिद्धान्तहरू प्रतिपादन गर्नुभएको छ। त्यसरी अल्बर्ट आइन्स्टाइन सुन्नुभएको छ। हरेक वैज्ञानिकले हरेक खालको सिद्धान्त प्रतिपादन गरेका हुन्छन्। ती सबै कुराहरू एउटा फिल्डमा एउटा निश्चित ठाउँमा, जस्तो हामीले औपचारिक कुरालाई जोड्न सक्छौँ। औपचारिक भनेको निश्चित ठाउँमा, निश्चित समयमा, निश्चित विषयवस्तुलाई निश्चित व्यक्तिद्वारा गरिने कार्य हुन्छ। त्यस्तै कुरालाई अब हामीले के कुरासँग जोड्न सक्छौँ भने विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा अपनाउनु पर्ने सावधानी जान्नु पूर्व हामीले दुईटा कुरा बुझ्न जरुरी छ। पहिलो नम्बरमा प्रयोगात्मक कार्य भनेको चाहिँ विज्ञान प्रयोगशालामा मात्र सीमित नभइकन विज्ञान प्रयोगशाला भित्र वा बाहिर रहेर पनि हामीले त्यो कार्य गर्न सक्छौँ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ पहिलो कुरा। त्यसर्थ विज्ञान प्रयोगशालामा अथवा कार्य गर्दा हामीले के कुरा सावधानी अपनाउने भन्ने कुरालाई आजको विषयवस्तुमा मैले भाइहरूलाई जोड्न चाहिएको छु। यहाँ चित्र देख्नु भएको छ, तपाईँको किताबमा पनि त्यो कुरालाई त्यहाँ देखाइएको छ। त्यहाँ विभिन्न कुराहरू देखाइएको छ। हजुरहरूले यो चित्रलाई चाहिँ पहिचान गरिसक्नु भएको छ होला। चित्रले पनि धेरै कुराहरू जानकारी प्राप्त हुन्छ क्या। जस्तो म एउटा कन्फ्युससको एउटा भनाइलाई जोड्न चाहन्छु। दार्शनिक एउटा भनाइ। कन्फ्युससले के भनेका छन् भने हजार शब्द बोलिने कुराहरू त एउटा चित्रबाट नै छ भन्नुहुन्छ क्या। धेरै कुराहरू मैले एक्सप्लेन गरिरहनु भन्दा पनि चित्र देखाएपछि त्यो चित्रले नै त्यो के हो, के कार्यको लागि प्रयोग गरिँदैछ भन्ने कुराहरू प्रश्न हुन्छ। यहाँ धेरै कुराहरू देखाइएको छ। त्यसैले गर्दा यो कुराहरू पनि हामीले बुझ्न सक्छौँ। अब हामीले विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा निश्चित ठाउँमा रहेर हामी गर्ने गर्छौँ, किनकि परीक्षण गर्ने कार्य भन्ने कुरा जटिल कार्य हो। जटिल कार्यमा विज्ञान प्रयोगशालामा विज्ञान सामग्रीहरू चलाउनु पूर्व हामीले धेरै कुराहरूमा सावधानी अपनाउन सक्नुपर्ने हुन्छ। अन्यथा हामीले सावधानी अपनाउन नसकेको खण्डमा त्यसले दुर्घटना पनि निम्ति आउन सक्छ। त्यो दुर्घटनाबाट हामी कसरी बच्ने त? What are the precautions about the science laboratory? ती कुराहरूको बारेमा आज हामी जानकारी गर्न गएका छौँ। यहाँ चित्र देख्नु भएको छ, के गरिएको छ होला भन्न सक्नुहुन्छ? त्यो चित्रमा के गरिएको छ होला, अनुसन्धान गरेको कुराहरू के होला भन्न सक्नुहुन्छ? पहिलो चित्रले के गरिएको छ होला? च्याउ खेती। भाइबहिनीहरूले हाम्रो 2081 सालको अन्त्यतिर हामीले च्याउ खेती गरेको कुरामा सहभागी पनि भइसक्नु भएको छ। च्याउ खेती के कसरी गरिन्छ भन्ने कुराहरू हजुरहरू सबैलाई त्यो बारेमा ज्ञान प्राप्त छ। पहिलो नम्बरमा एउटा कुनै कोठामा च्याउ खेती गरिँदैछ भन्ने कुरालाई त्यहाँ अध्ययन गरिएको जानकारी गराइएको छ। दोस्रो चित्रमा के गरिएको छ होला भन्न सक्नुहुन्छ? दोस्रो चित्रमा के गरिएको छ? प्रयोगशालामा प्रयोग गरिने कुरालाई त्यहाँ हेरिँदैछ, जानकारी लिने काम भइरहेको छ है। तेस्रो चित्रमा के देखाइएको छ? विज्ञान प्रयोगशाला कस्तो हुन्छ भन्ने कुरा देखाइएको छ। त्यसर्थ हामीले विज्ञान प्रयोगशालामा कुनै पनि कार्य गर्नु पूर्व कस्ता किसिमका सावधानी अपनाउने भन्ने कुरालाई आज म प्रस्तुत गर्न गइरहेको छु। विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा सामान्यतया कस्ता सावधानी अपनाउने भन्ने कुरालाई यहाँ भनेको छ। पहिलो नम्बरमा भनेको छ के छ होला, सबैजनाले पढ्नुहोस् न। कस्तो सामग्री हामीले चलाउनु हुँदैन होला?
ल भन्नुहोस् त तपाईँहरूले कस्तो सामग्री चलाउनु हुँदैन हामीले सामग्री चलाउनु परेमा के गर्न सकिन्छ चलाउनु पूर्व शिक्षकसँग अनुमति लिएर हामी चलाउन सकिन्छ चलाउनु पर्दा हामी होसियारी पनि अपनाउनु पर्ने हुन्छ किनभने विज्ञान प्रयोगशालामा कतिपय कुराहरू सिसाबाट बनेका हुन्छन् काँचबाट होइन भन्छ नि हामीले बनेको हुन्छ त्यो सामग्रीहरू भुइँमा झरेमा फुटेमा त्यसले हामीलाई हातहरू काट्न सक्ने हुन्छ केमिकलहरूले हाम्रो छालाहरू पोल्न सक्छ लुगाहरू च्यातिन सक्छ आगो लाग्न सक्छ त्यसैले गर्दा जुन कुनै सामग्री चलाउनु पूर्व हामीले सावधानी अपनाउनु पर्ने हुन्छ त्यसर्थ सामग्री जताततै चलाउनु हुँदैन भन्ने कुरा हामीले बुझ्न जरुरी छ दोस्रो नम्बरमा रसायनको प्रयोग गर्दा मास्क पन्जा र चस्मा अनिवार्य रूपमा लगाउनुपर्छ चस्मा किन लगाइन्छ मास्क किन लगाइन्छ हातमा पन्जा किन लगाइन्छ भन्ने कुरा हजुरहरूले बुझिसक्नुपर्छ हातमा केमिकलहरू नटासियोस् केही कुरा नबिजियोस् भनेर हामी हातमा पन्जा लगाउँछौँ मास्कमा नाकबाट मुखबाट हामीलाई कुनै पनि केमिकलका गन्धहरू नजाओस् भनेर हामीले लगाउँछौँ हामीले चस्मा किन लगाउँछौँ भन्दा आँखाको सुरक्षाको लागि सामान्य किसिमका धुलोहरू उडेको अवस्थामा त आँखामा जानुपर्दा त्यो सिसाहरूमा बाहिर पनि टाँसिन्छ त्यसले पनि हामीलाई सुरक्षित रूपमा एउटा बस्न पार्छ त्यसले गर्दा 2 नम्बरको मुद्दाले पनि हामीलाई भनेको कुराहरू व्यवहारिक रूपमा बुझ्न सक्नुपर्ने हुन्छ 3 नम्बरमा प्रयोगशालामा काम गर्दा एप्रोन अथवा ल्याब कोट अनिवार्य लगाउनुपर्छ यसले भनेको ल्याब कोट भनेर बुझ्नु भएको छ होला नि प्रयोगशालामा प्रयोग गर्दा यहाँ जस्तो अहिलेको चित्रमा लुगा लगाएको देख्नु भएको छ नि यो ल्याब कोट हो क्या एउटै किसिमको ड्रेस पनि हो हामीले अस्पतालहरू पनि देख्छौँ नि है त्यहाँ काम गर्ने डक्टरहरूले लगाउनुहुन्छ नि सिस्टरहरूले लगाउनुहुन्छ नि ड्रेस है त्यस कारणले गर्दा यो हामीले अनिवार्य रूपमा एप्रोन अथवा ल्याब कोटहरू अनिवार्य रूपमा लगाउनु पर्छ अर्को नम्बर आकस्मिक ढोकाका बारेमा सबैलाई जानकारी हुनुपर्छ आकस्मिक ढोका भनेको बुझ्नु भएको छ हामी प्रयोग गर्दा गर्दै कुनै अवस्थामा भूकम्प आउन सक्छ भाग्नुपर्ने अवस्था आउन सक्छ कुनै चिज प्रयोग केमिकल चिजहरू प्रयोग गर्दा गर्दै आगो लागि हुन सक्छ हामी सावधानी त अपनाउँछौँ तर गर्दा गर्दै कहिलेकाहीँ दुर्घटना हुन सक्छ त्यो दुर्घटनामा बस्नको लागि चाहिँ आकस्मिक ढोकाहरू भनेको देख्नु भएको छ नि सहज हुने ढोकाबाट बाहिर लाग्ने ढोकालाई आकस्मिक ढोका जस्तो अहिले हामीले त्यहाँ ढोका लगाइरहेका छौँ तत्कालीन इन्जुरी समस्या आयो भने हामी भाग्न त हतार खोल्दाखेरि त्यही ढोका नखोलिन सक्छ नि हो कि होइन हो त्यसो गर्दा एउटै कोठाबाट हामी जाँदाखेरि हामी भित्र अट्न सक्छ हो त्यही भएर विज्ञान प्रयोगशालामा हामी जुन कुनै कार्य गरेर हामी कस्तो ठाउँमा रहनु परेका छौँ यो कार्य गर्दा केही समस्या देखिएन के गर्ने भन्ने बारेमा पनि हामी सचेत रहनु त्यो कुरा बुझिसक्नु भएको छ होला अर्को नम्बरमा प्रयोगात्मक कार्य गरिसकेपछि साबुन पानीले हात धुनुपर्छ हामी हात किन धुन्छौँ हामी जुन कार्य गर्दा हाम्रो हातमा टाँसिएका चिजहरू हुन्छ नि दूषित वस्तु ती जाउँ हामीसँग नरहौँ त्यसैले हामी साबुन पानीले हात धुने काम हात कसरी धुने काम गर्छौँ हात धुने प्रक्रियाहरू छन् नि ती प्रक्रियालाई चाहिँ पुरा गर्ने गरेर हात धुने यसो साबुन पानीले हामी हात हलल गर्ने होइन नि अन्त हात धुने प्रक्रिया पनि मिची हामीले कुनै पनि चिज कार्य गर्दा प्रयोग गर्दा अथवा प्रयोगशाला बाहिर रहँदा पनि होस् ती कुराहरूमा सावधानी अपनाउन सक्नुपर्ने हुन्छ अर्को नम्बरमा प्रयोगशालामा खाने तथा पिउने काम गर्नु हुँदैन खाने तथा पिउने काम गर्नु हुँदैन भनेको बुझ्नु भएको छ के भन्नु भने अब यो बुझाएर चाहिँ प्रयोगशाला हामी जुन कार्य प्रयोग गरिरहेका छौँ नि त्यो बेला हामीले चलाएका हातहरू दूषित हुन सक्छ त्यो बेला हामीले खाने चलाउने गर्नु किन ती टाँसिएका चिज हाम्रो मुखबाट जान्छ नि त्यही भएर खाने गर्नु हुँदैन अनि अर्को नम्बरमा के भनेको छ भने पिउने पनि गर्नु हुँदैन किनकि केमिकलहरू टाँसिएको हुन्छ पानीहरू पनि मिसिन सक्छन् कतिपय अवस्था त साथीहरूको त्यस्तै अलिकति फटा प्रविधिका हुन्छन् नि होइन त्यस्तो अवस्थामा पनि केही चिजहरू त्यहाँ चाहिँ पर्न सक्छ चलाइदिन सक्छ मिसाइदिन सक्छ जिस्काउने रूपले चाहिँ गर्दाखेरि त्यसले अर्को एउटा समस्या पनि हुन सक्छ हो त्यो कुरो हामीले प्रयोगशालामा कुनै पनि चिज प्रयोग गरेर खाने पिउने जथाभावी चलाउने जस्ता कार्यहरू कदापि कहिले पनि गर्नु हुँदैन भन्ने कुरा भाइमा हामीले बुझाएँ अर्को नम्बरमा कुनै पनि रसायन चाहनुमा सुन्नु हुँदैन भाइहरूले पोटासियम साइनाइड भन्ने सुन्नु भएको छ नि त्यो केमिकल बच्चाले चलाएर यसो चाडले गर्दा मान्छेको जन्म तिर्दै जान्छ विज्ञान प्रयोगशाला त्यस्ता चिजहरू पनि त हुन्छ नि त्यसैले हामीले
बहानामा के हुन्छ भनेर कुनै पनि चिज चलाउने छुने सुन्ने जस्ता कार्यक्रम हुँदैन भन्ने कुरा मैले जानकारी गराएँ। अर्को नम्बरमा प्रयोगशालामा खेल्ने र एकअर्कामा जिस्कने कार्यक्रम हुँदैन। हामी प्रयोग गर्न गएको मान्छे एकअर्कामा चल्ने जिस्कने गरेर त दुर्घटना भइहाल्छ नि त्यहाँ। हामी कतिपय कुराहरू प्रयोगशालामा समूहमा पनि गर्छौँ क्या। कतिपय चाहिँ एक ठाउँमै शिक्षकबाट गरेर सबैजना भाइ बहिनीलाई देखाउने पनि गर्छौँ। कतिपय ग्रुपलाई विभाजन गरेर हामी गर्छौँ। जस्तो प्याजको कोषको अध्ययन गर्नु पऱ्यो भने हामीसँग सूक्ष्म दर्शक केन्द्र 3-4वटा छ भने विद्यार्थी सङ्ख्यालाई हेरेर समूह विभाजन गरेर हामीले सूक्ष्म दर्शक केन्द्र चलाएर प्रयोग गर्न हेर्न सक्छौँ। प्याजको कोषहरू प्लान्ट एनिमल्सहरू हेर्न सक्छौँ हामी सक्छौँ नि है। विज्ञान प्रयोगशालामा त्यसरी पनि कार्य गर्न सकिन्छ। त्यो है त्यो कुराहरू मैले अलिकति जोड दिने काम गरेँ। अर्को नम्बरमा छ प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा निर्धारित विधिको प्रयोग गर्नुपर्छ। निर्धारित विधि भनेको भाइहरूले मेथड भनेर बुझ्नु भएको छ नि। मेथड टेक्निक्स जस्तो प्रदर्शन विधि, प्रयोगात्मक विधि, प्रश्नोत्तर विधि, बुझ्नु भयो नि, परियोजना विधि, अभिनय विधि, नाटकीय विधि, खोज अन्वेषण विधि, यस्ता लगायतका विभिन्न विधिहरूलाई चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। विज्ञान विषय भनेको त यही विधि मात्र प्रयोग हुन्छ भन्ने छैन क्या। कतिपय अवस्थामा फरक खालका विधिलाई पनि प्रयोग गर्न सकिन्छ। वास्तवमा विधि चाहिँ दुई किसिमको हुन्छ। एउटा विद्यार्थी केन्द्रित विधि, एउटा शिक्षक केन्द्रित विधि। विद्यार्थी केन्द्रित विधिमा चाहिँ विद्यार्थी बढी सक्रिय हुनुपर्ने हुन्छ भने शिक्षक केन्द्रित विधिमा शिक्षक बढी सक्रिय हुने विधि हुन्छ। वास्तवमा अहिलेको समय चाहिँ को बढी सक्रिय भएर हुने विधि हुन प्रयोग गर्नुपर्छ। हामी विद्यार्थी बढी सक्रिय भएर प्रयोग गर्ने विधि प्रयोग गर्नुपर्छ। त्यसर्थ विद्यार्थीको एक्टिभ र प्यासिभ भन्ने दुईवटा फङ्सन हुन्छ। त्यो कुरालाई हामीले छुट्याउन सक्छौँ। जबसम्म हामी एक्टिभ गराउन सक्दैनौँ तबसम्म कुनै पनि कार्यहरू आफूले चाहिँ पुरा हुन सक्दैन। त्यसैले हामीले त्यो कुरालाई पनि जोड्न सक्नुपर्छ। अर्को प्रयोगशालामा तापको प्रयोग गर्दा तातो वस्तु छुँदा विशेष ख्याल गर्नुपर्छ। नि हामीले प्रयोगशालामा स्पिड ल्याम्प भनेर सुन्नु भएको छ। तपाईँ हामीले बत्ती लगाउँछ, कहिले ग्यासै लगाउनु पर्ने हुनसक्छ, कति अवस्थामा इलेक्ट्रिक सकहरू नै चलाउनु पर्ने अवस्था सिर्जना हुनसक्छ। कति अवस्थामा कृषि विज्ञान प्रयोगशाला भन्दैमा मुसाले तारहरू काट्ने नचोडिने त हुँदैन। कति अवस्थामा हामीले प्रयोग गर्दै जाँदा त्यहाँ चुन्न बिग्रन सक्छ र सावधानी अप्नाउनु सक्नुपर्छ। किनभने विद्युतीय चिजहरू प्रयोग गर्दा धेरै नै जोखिम भएको छ। तपाईँले आगो लागि भएको विद्युत सर्ट भएर सुन्नुभएको छ। विज्ञान प्रयोगशालामा पनि कतिपय प्रयोगहरू गर्दा त्यस्ता समस्याहरू पनि नआउन भन्न सकिँदैन। हामी गर्न त नआउने स्थिति गर्छौँ, तर गर्दै गर्दा पनि कहिले काहीँ समस्या देखिन्छ। त्यो कुराहरू पनि मैले ख्याल गर्दा मैले भने। अर्को नम्बरमा प्रयोगात्मक कार्य गर्दा बताएको उपकरण सिधै टेबलमा राख्ने हुँदैन। टेबलमा राखेर कतिपय अवस्थामा प्लास्टिकका सामग्रीहरू छन् भने प्लास्टिकका चिजहरू पनि पग्लिन सक्छ। बुझ्नु भएको छ नि तपाईँहरूले? तर राख्ने ठाउँ भने स्ट्यान्डमा हामीले राख्ने अडाउने हो नि त हामीले होइन। कतिपय अवस्थामा हामीले त्यो कुराहरूलाई प्रयोग गर्दाखेरि जस्तो एउटा मैले जानकारी गराएँ बाष्पीकरण विधिको बारेमा जानकारी गराउनु पर्नेछ भने कुनै एउटा भाँडोमा चाहिँ पानी राखेर स्ट्यान्डमा राखेर हामी तलबाट ताप दिँदै गर्छौँ भने जब तलको ताप जाँदै गर्छ माथि पानी त के हुन्छ? बाफ भएर माथि जान्छ। बाफ भएर माथि गएको कुरा त यो ग्यास हो भने हामी बुझाउन सक्नुपर्ने हुन्छ नि त। तातो पानी त 100 डिग्री सेल्सियसमा के हुन्छ? 0 डिग्री सेल्सियसमा के हुन्छ? पानी 0 डिग्री सेल्सियसमा के हुन्छ भन्नुहोस् त? त्यसैले हामीले त्यो कुरा बुझ्ने र बुझाउने कार्य चाहिँ गर्न सक्नुपर्छ। तातो चिजले त हामीले छोएमा चलाएमा डाङ्ने समस्या हुन्छ, छाला बोल्दिने, घाउ लाग्ने समस्याहरू निम्तन सक्छ। कुरा चलाउँदा झिक्दा पनि हामीले के चिजले झिक्ने भन्ने कुराहरू पनि हामी बुझ्न सक्नुपर्ने हुन्छ। त्यसैले विज्ञान प्रयोगशालामा हामीले के कुरा सावधानी अप्नाउने भन्ने कुरामा आधारित भएर पनि ज्ञान दिन सक्नुहुन्छ। के भाइ बहिनीले बुझ्नु भयो त? सबैजनाले बुझ्नु भयो? विज्ञान प्रयोगशालामा के कुरा सावधानी अप्नाउन सकिन्छ? बुझिन्छ? ल शेखरले भन्नुहोस् त हामीले विज्ञान प्रयोगशालामा कस्ता किसिमको सावधानी अप्नाउन सकिन्छ दुईवटा भन्नुहोस् त। छुन्नुपूर्व पनि हामीले के गर्ने? शिक्षकसँग अनुमति लिएर त्यो कुराको बारेमा प्रभावको बारेमा बुझेर मात्र कार्य गर्ने। अर्को के हुन सक्छ?
गर्नुहोस् र तपाईँ भन्नुहोस् त के कार्य गर्नुपर्छ हामीले के गर्न सक्छौँ हामी विज्ञान प्रयोगशाला सार्वजनिक बनाउँदा ल भन्नुहोस् त के गर्न सकिन्छ हामीले प्रयोगशालामा जाँदा हामीले कहिले पनि खानेकुराहरू खाने चलाउने सुत्ने जस्तो कार्य गर्नु हुँदैन धन्यवाद सबैजना भाइ बहिनीहरूलाई मैले आजको कक्षा शिक्षणको अन्त्यतर्फमा जाँदा दुईवटा कुरालाई चाहिँ गृह कार्य गर्नको लागि मैले अनुमति दिएँ गृह कार्य गर्नको लागि पहिलो नम्बरमा वैज्ञानिक सिकाइ भनेको के हो भनेर मैले गृह कार्यक्रम भने अर्को प्रश्न चाहिँ विज्ञान प्रयोगशालामा प्रयोगात्मक कार्य गर्दा के कस्ता सावधानीहरू अवलम्बन गर्न सकिन्छ लेख्नुहोस् मैले आजको कक्षा शिक्षणको अन्त्यमा दुईवटा होमवर्क दिएको छु यो होमवर्क गृह कार्य चाहिँ भाइ बहिनीहरूले भोलिको कक्षा शिक्षणमा सहभागी हुँदा आफूले जानेको बुझेको कुराहरूलाई लेखेर लिएर आउनु होला धन्यवाद।